नेपाली क्रिकेटर सन्दीप लामिछानेले युट्युब च्यानल प्याराडाइम टिभीले आफ्नो निजी जीवनमा प्रहार गर्दै षड्यन्त्रपूर्वक चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत उनले भनेका छन्, तपाईहरू जसलाई चाहनुहुन्छ त्यसलाई विभिन्न सेगमेन्टका लागि छनौट गर्न सक्नुहुन्छ, तर युट्युबको कुर्सीमा बसेर कसैको जीवनलाई उपहास गर्ने काम लाजमर्दो हो। उनले प्याराडाइम टिभीको नाम नै लिएर आक्रोश पोखेका हुन्। तपाईहरूले मेरो विरुद्ध बनाएको सामग्री पूर्णतया षड्यन्त्रपूर्ण र मेरो व्यक्तिगत जीवन, गरिमा र गोपनीयता नष्ट गर्ने उद्देश्यले तयार गरिएको छ। उनले भनेका छन्, यो च्यानलले जानाजान मेरो मानसिक शान्ति र प्रतिष्ठामा चोट पुर्याउने गरी व्यक्तिगत चरित्र हत्या गर्ने योजनाबद्ध प्रयास गरेको हो। सन्दीपले यस कार्यलाई जानाजान मानसिक दबाव सिर्जना गर्ने र आफ्नो च्यानलको व्यावसायिक फाइदाका लागि मेरो निर्दोष जीवन र खेलकुद करियरको दुरुपयोग गर्ने दुर्भाग्यपूर्ण प्रयास भनेका छन्। उनले थप चेतावनी दिँदै सीमा ननाग्न पनि भनेका छन्। फेरि कहिल्यै आफ्नो सीमा ननाग्नुहोस्। तपाईहरूको च्यानल प्याराडाइम टिभी र त्यसमा ठाउँ पाएका व्यक्तिहरूलाई लाज हुनुपर्छ, जसले मेरो चरित्र हत्या गर्न खोजे, उनले भनेका छन्। यसैबीच सन्दीप संलग्न टोली विराटनगर किङ्सले पनि विज्ञप्ति जारी गर्दै उनको समर्थन जनाएको छ। टोलीले भनेको छ, सन्दीप नेपाली क्रिकेटको मात्र नाम होइन, उनी मेहनत, धैर्यता र असाधारण प्रतिभाको प्रतीक हुन्, जसले नयाँ पुस्तालाई प्रेरणा दिएका छन्। कसैको व्यक्तिगत सङ्घर्षलाई मनोरञ्जनका लागि उपहास गर्नु या सनसनी बनाउनु अत्यन्तै दुःखद र खेलकुदको आत्मासँग प्रतिकूल छ। टोलीले आफूहरू सन्दीपको साथमा रहेको जनाएको छ। हामी सन्दीपसँग छौँ। खेल मैदानमा उनको उपलब्धिको लागि मात्र होइन, मैदान बाहिर पनि उनको धैर्यता, संयमता र खेलप्रतिको समर्पणका लागि टिमले भनेको छ। हामी सबैलाई आग्रह गर्छौँ, उपहास होइन, सहानुभूति रोजौँ, तिरस्कार होइन, सम्मान र सनसनी होइन, सत्यका लागि उभियौँ। विराटनगर किङ्सले सबैको व्यक्तिगत कुराको सम्मान गर्नुपर्ने बताएको छ। आउनुहोस् क्रिकेटको आत्मा जोगाउँ, मर्यादा, इमान्दारी र प्रत्येक व्यक्तिप्रतिको सम्मानसहित अगाडि भनिएको छ। कप्तान समेत रहेका सन्दीपको पक्षमा टिमले भनेको छ, सन्दीप केवल नेपाली क्रिकेटको एउटा नाम मात्र होइन, उनी मेहनत, धैर्य र अद्वितीय प्रतिभाको प्रतीक हुन्। आखिर के भएको थियो? भाइटिका वा डेट नामक सेगमेन्टमा सहभागी महिला अतिथिहरूले सन्दीपको विगतका कानुनी मुद्दा र निजी जीवनबारे टिप्पणी गरेपछि उक्त भिडियो विवादमा आएको हो। सामाजिक सञ्जालमा त्यसबारे तीव्र प्रतिक्रिया आएको छ। भिडियो सार्वजनिक भएपछि सन्दीपले फेसबुकमा लेखेका छन्, कसैको जीवनमाथि व्यङ्ग्य र मजाक गर्नु लाजमर्दो व्यवहार हो। मेरो व्यक्तिगत जीवनमाथि नियोजित रूपमा आक्रमण गरिएको छ। उनले च्यानल र अतिथिलाई सीमा ननाग्न चेतावनी पनि दिएका छन्। लामिछानेबारे अतिथिले बोलेको विषय विवादित बनेपछि युट्युब च्यानल प्याराडाइम टिभीले माफी माग्दै भिडियो नदेखिने बनाएको छ। सोमा आएका महिला अतिथिहरूले सन्दीपको विगतका कानुनी मुद्दा र व्यक्तिगत जीवनलाई इङ्गित गर्दै टिप्पणी गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताको आरोप छ। सन्दीप आफैले कडा आपत्ति जनाएपछि प्याराडाइम टिभीले आफ्नो गल्ती स्वीकार गर्दै माफी मागेको छ। सन्दीपको पोस्टपछि भिडियोप्रति व्यापक विरोध सुरु भएको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्याराडाइम टिभीलाई रिपोर्ट, अनसब्सक्राइब र बहिष्कार गर्न आह्वान गर्दै सन्दीपप्रति समर्थन जनाएका छन्। चर्को आलोचनापछि प्याराडाइम टिभीले सामाजिक सञ्जाल मार्फत माफी मागेको हो। उसले लेखेको छ, हालैको भिडियोमा सन्दीप लामिछानेको नाम रमाइलो सन्दर्भमा प्रयोग गर्नु हाम्रो निर्णयमा कमजोरी थियो। त्यसले कसैलाई लक्षित गर्ने, व्यङ्ग्य गर्ने वा अपमान गर्ने उद्देश्य राख्दैनथ्यो। प्याराडाइम टिभीले उक्त विषय गम्भीर रूपमा लिएको र पूर्ण जिम्मेवारी लिने जनाएको छ। साथै च्यानलले भिडियो पुनः रिभ्यू भइरहेको र दर्शकहरूलाई यस विषयलाई घृणा फैलाउने माध्यम नबनाउन पनि आग्रह गरेको छ। भिडियो पुनः रिभ्यू भइरहेको छ र यसबाट सिक्दै भविष्यमा अझ जिम्मेवार सामग्री तयार गर्ने प्रयासमा छौँ, पोस्टमा भनिएको छ। भाइटिका वा डेट नामको सेगमेन्टमा महिला अतिथिहरूले विभिन्न व्यक्तिबारे आफ्ना धारणा राखेका छन्। क्रिकेटर लामिछाने विगतमा बलात्कार आरोपबाट निर्दोष ठहरिएका थिए। प्याराडाइमको सोले उनको मानसिक स्वास्थ्य र व्यक्तिगत जीवनमा असर पुर्याएको भन्दै धेरैले सामाजिक सञ्जालमा असन्तोष व्यक्त गरेका छन्। धेरैले सन्दीपको व्यक्तिगत जीवनमा गरिएको हस्तक्षेपप्रति असन्तुष्टि व्यक्त गर्दै यस्ता व्यवहारले खेलाडीहरूको मनोबलमा नकारात्मक असर पार्ने बताएका छन्। घटनापछि सामाजिक सञ्जालमा सन्दीपलाई साथ दिने र प्याराडाइम टिभीलाई आलोचना गर्ने प्रतिक्रिया बढिरहेका छन्। कतिपयले युट्युबमा व्यक्तिको निजी जीवनलाई मनोरञ्जनको विषय बनाउनु गलत भन्दै आत्मसम्मानको सम्मान गर्न आग्रह गरेका छन्।